नमस्ते सम्पूर्ण साथीभाइहरूलाई हैन। आज 2082 साल वैशाख 1 गतेको दिन सिभिल मलमा मान्छेहरू वैशाख 1 गते मनाउन आउनु भएको देखेर मलाई रमाइलो लागेर मैले चाहिँ यो ठाउँमा भिडियोहरू खिचिरहेको छु। भिडियो हेर्दै जानु होला। सिभिल मलको रमाइलो, सिभिल मलमा घुम्दा के कस्तो रमाइलो हुन्छ भन्ने कुरा जानकारी पनि पाउन सक्नुहुन्छ तपाईहरुले यहाँबाट हैन। यहाँ यो चाहिँ अहिले हल एरिया हो हैन। यहाँ चाहिँ हजुरहरुको हल छ। यहाँ लगभग 4वटा हल छ। 4वटा हलमा मुभी हेर्नको लागि पनि मान्छेहरू प्रशस्त देखिनु भएको छ। आज नेपाली मुभीहरू पनि हेर्न सायद आउनु भएको होला हैन। त्यही भएर यहाँ भिड पनि त्यस्तै छ। यहाँ चाहिँ फेरि अब अनलाइन टिकट काटेर सुई आएर जाने पनि हुनुहुन्छ। साथसाथै अब यही आएर टिकट काट्ने व्यक्तिहरू पनि हुनुहुन्छ। अब यसरी परिवारसँग आनन्दले सिभिल मलमा घुम्नको मजा नै अर्को हुन्छ है साथीहरू। मल भनेको मल नै हो, अनि फुटपाथ भनेको फुटपाथ नै हो, अनि बजार भनेको बजार नै हो हैन। हामी मलमा किन घुम्छौँ त भन्दाखेरि मलमा घुम्दाखेरि चाहिँ नयाँ नौलो चिजहरू देख्न पाइन्छ। जुन चिजहरू बाहिर जहाँ पाए त्यहीँ राखेर प्रयोग गर्न सकिँदैन त्यस्तो चिजहरू चाहिँ हाम्रो सिभिल मलमा पाइन्छ है। यो सिभिल मलमा आउनुमा पनि धेरै मजा भेट्नुहुन्छ। यहाँ तपाईको गानाहरू सुन्दै आनन्दले बस्दै मान्छेहरू रमाएको दृश्यहरू हेरेर आफू पनि रमाउन सकिन्छ हैन। कोही अब परिवारसँग आउनु भएको छ, कोही साथीभाइसँग आउनु भएको छ, कोही अफिसको स्टाफहरू मिलेर आउनु भएको छ, अनि रमाइलो कुराकानी गर्दै हिँडिरहनु भएको छ। सबैजना आफ्नै धुनमा हिँडिरहनु भएको छ। यही नै हो जिन्दगी, अनि यसरी नै रमाउने खुसी हुने गर्नुपर्छ। त्यही भएर सिभिल मल पनि कहिलेकाहीँ घुम्ने गर्नुपर्छ। सिभिल मल घुम्दाखेरि नयाँ नौलो कुराहरू देख्न, बुझ्न, हेर्न पाइन्छ। ल हेर्नुहोस् त, आज सिभिल मलमा चाहिँ सानो कार्यक्रम पनि रहेछ है तलपट्टि। अब मैले यो धुन चाहिँ सुनाउन सकिनँ किनभनेदेखि कपिराइट आउँछ मेरो भिडियोमा। त्यो भएको भएर मैले चाहिँ यहाँको अहिलेको म्युजिक यो साउन्ड चाहिँ मेरो यो भिडियोमा सुनाउन सकिनँ कपिराइट आउने डरले गर्दाखेरि है। त्यसको लागि माफी चाहन्छु। अनि मेरो सम्पूर्ण दर्शकबिनहरूलाई पनि यही भिडियो मार्फत नयाँ वर्ष 2082 सालको धेरै धेरै शुभकामना प्रकट गर्छु है त। तपाईहरुको आउँदो समय एकदमै राम्रो शुभ रहोस् भन्दै यहाँहरुको लागि चाहिँ मैले श्री पशुपतिनाथसँग कामना गरेको छु। सबैजना आफ्नै धुनमा रमाउँदै बस्दै घुम्दै, परिवारसँग रमाउँदै बस्दै घुम्दै सिभिल मलमा एकदमै रमाइलो गर्ने ठाउँहरू धेरै छ हैन। यतातिर चाहिँ अब यहाँबाट सिधा अगाडि हामी लाग्यौँ भने बाल संसार भन्ने ठाउँ छ। यो 5 तला माथि हो। यो चाहिँ 5 तला माथि हो। 5 तला माथि चाहिँ एउटा यस्तो बजार छ जुन बजारको नाम रमाइलो बजार हो। त्यो रमाइलो बजारभित्र चाहिँ तपाईहरूले खोज्नु भएको धेरै चिजहरू पाउनुहुन्छ है। कतिलाई त चस्मा मात्रै भन्ने थाहा छ नि त हैन। तर चस्मा मात्र हैन, त्यहाँ धेरै चिजहरू पाउन सक्नुहुन्छ। स्वास्थ्य सम्बन्धी सामान पनि पाउनुहुन्छ, ब्युटी सम्बन्धी सामानहरू पनि पाउनुहुन्छ, अनि आफूलाई राम्रो बनाउने सामानहरू पनि पाउनुहुन्छ, अनि पार्लरहरू पनि यही भित्र रहेको छ। यो 5 तला माथि रमाइलो बजारभित्र। यहाँ चाहिँ तपाईहरूले अनलाइनमा देख्नु भएको सामानहरू पनि यो बजारभित्र पाइन्छ। हेरेर लिन पाउने ठाउँहरू यहाँ भेटिन्छ है। यो रमाइलो बजारभित्र चाहिँ त्यस्तो ठाउँहरू पनि रहेछ। म पनि घुमेको छु, त्यसले गर्दा मलाई थाहा भयो र मैले तपाईहरुलाई जानकारी दिएको। यो चाहिँ माथि 5 तला माथि है। यो चाहिँ फुड कोर्ट भन्नाले यहाँ चाहिँ तपाईको विभिन्न परिकारहरू मजाले परिवारसँग बसेर खान सकिन्छ है। यहाँ खानको लागि पैसा अलि राम्रै हुनुपर्छ गोजीमा, अनि यो ठाउँमा बसेर मजाले रमाइलो गर्न सकिन्छ। परिवारसँग बसेर बस्न सकिन्छ। नयाँ वर्षको दिन अब उपयुक्त ठाउँ छ। पहिला चाहिँ
विश्रामको ठाउँ आउनु होला, घुम्नु होला, रमाउनु होला। आउने जाने क्रमहरू चलिरहेको छ यो सिभिल मलभित्र होइन। कोही टोली लिएर आउनु भएको छ, कोही दिदीभाइ आउनु भएको छ, कोही दिदीबहिनी आउनु भएको छ, अब कोही श्रीमान श्रीमती आउनु भएको छ, कोही परिवार पुरै लिएर आउनु भएको छ। सिभिल मलमा घुम्दाखेरि पनि एउटा भिन्दै किसिमको आनन्द आउँछ। हामीलाई विदेशमा घुमेको जस्तै महसुस हुन सक्छ। त्यसैले गर्दाखेरि आउनुहोस्, मैले अहिलेसम्म भेटेको मलहरूमा चाहिँ सबैभन्दा सफा, राम्रो र अलिकति घुम्नलाई मजा आउने ठाउँ चाहिँ सिभिल मल मात्रै हो जस्तो लाग्छ मलाई है। अब सबैलाई सबै कुरा एउटै जस्तो लाग्दैन। अब यो सिभिल मलभित्रै यसरी बच्चाहरूलाई खेलाउने ठाउँ पनि छ। यो चाहिँ 5 तला माथि बच्चाहरूलाई खेलाउन मिल्ने एउटा भनौँ न, त्यो के भन्छ त्यसलाई, अब बाल संसार जस्तो क्या, बाल संसार नै हो भनौँ न होइन। बाल संसार यहाँभित्र चाहिँ बच्चाहरूलाई चाहिँ 2 घन्टा जति भित्र छोडिदियो भने उहाँहरू रमाउने ठाउँ है। यो बच्चाहरू रमाउने ठाउँ, ठुला बडाको लागि चाहिँ क्लब रमाउने ठाउँ, रेस्टुरेन्ट रमाउने ठाउँ, यो सानो बच्चाहरूको लागि चाहिँ नि बाल संसार रमाउने ठाउँ है। हाम्रो एकजना सरको चाहिँ बवाल लुक्स लागेर मैले उहाँसँग सोधेर यो एउटा सानो भिडियो बनाएको है। फ्यामिलीसँग घुम्न आउनु भएको हो? जस फ्यामिलीसँग घुम्दाखेरि पनि रकिज भएर हिँड्दाखेरिको मजै अर्को हुन्छ नि होइन। दाजुको हाँसो पनि बवाल रहेछ ल दाजु, धन्यवाद है भिडियो खिच्न दिनुभएकोमा।